गौरा द जेसिसको जेसिस साज तथा क्यालेन्डर विमोचन समारोहका सभाध्यक्ष तथा गौरा द जेसिस 2026 का शाखा अध्यक्ष ध्रुवचन्द्र अधिकारीज्यू, गौरा द नगरपालिकाका नगर प्रमुखज्यू, नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्षज्यू, आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण कविवर्गज्यूहरू र गौरा द जेसिसको कार्यक्रममा सहस्र निमन्त्रणा स्वीकार गरेर उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण गौरा द वासी आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, मिडियाकर्मी साथीहरू, सुरक्षाकर्मी प्रमुखज्यूहरू र उपस्थित आदरणीय सम्पूर्ण व्यक्तित्वहरूमा म नेपाल जेसिस 2026 को राष्ट्रिय अध्यक्षको तर्फबाट जेसिस महिना अभिवादन सहित नमस्कार टक्राउन चाहन्छु। आज गौरा द जेसिसको जेसिस साज गौरा द जेसिस 2019 मा सञ्चालन भएको चौथो यो जेसिस साज अन्तर्गत तपाईहरू सबैजना आज कविवर्गज्यूहरूले दिने कविता वाचनबाट स्मरण गरेर रमाइलो साँझमा उपस्थित हुनुभएको छ। म धेरै बोल्न चाहन्न। तपाईहरूसँग प्रमुख अतिथिको रूपमा गौरा द जेसिसले यो कार्यक्रममा मलाई जसरी निमन्त्रणा गराइदिनु भयो, तपाईहरूप्रति सम्पूर्ण गौरा द जेसिस परिवारप्रति हार्दिक आभार तथा कृतज्ञता रहेको कुरा जानकारी गराउन चाहन्छु। जेसिस भनेको एउटा कुनै पद होइन, जेसिस भनेको एउटा शक्ति हो। जेसिस भनेको भिडमा उभिने मात्रै होइन, जेसिस भनेको नेतृत्व गर्ने एउटा अग्रपङ्क्तिमा उभिने चाहना पनि हो। गौरा द जेसिसले यस समाजमा रहेका घटनाहरूलाई जो सकारात्मक सोचले मात्रै यो मुलुक परिवर्तन गर्न सकिन्छ, यो समाज परिवर्तन गर्न सकिन्छ भन्ने सन्दर्भका साथ गौरा द जेसिसले जेसिस अभियानमा जसरी अगाडि बढाएको छ, वर्ष 2012 मा स्थापना भएको जेसिस आजको दिनसम्म आइपुग्दा जेसिस अभियानमा सकारात्मक सोचका साथ युवाहरूलाई जसरी परिवर्तनको पक्षमा उभिनु पर्ने हो, सोही पक्षमा इमानदारपूर्वक काम गरिरहेको गौरा द जेसिस विभिन्न कालखण्डमा जेसिसले गरिरहेको काम र जेसिस अभियानलाई सार्थकता ल्याउनका निमित्त काम गरिरहनु भएको सम्पूर्ण जेसिसका साथीहरूप्रति आज नेपाल जेसिसको तर्फबाट तपाईँहरूप्रति हार्दिक आभार तथा कृतज्ञता रहेको कुरा जानकारी गराउन चाहन्छु। पक्कै पनि यो समाज परिवर्तनको पक्षमा उभिने जेसिसका साथीहरू सकारात्मक सोचका साथले मात्रै यो समाज परिवर्तन हुन्छ भन्ने पक्षमा काम गर्ने हामी युवा जो 18 देखि 40 वर्षका साथीहरू यस संस्थामा रहेर आबद्ध भइरहेका छौँ। आजको कार्यक्रम जेसिस साज रमाउने मात्रै कार्यक्रम छैन। जो क्यान्सर पीडित रहेकी दीपिका कार्कीको उपचारात्मक रूपमा सहयोगको रूपमा पनि तपाईँले जुन अभियान सञ्चालन गर्नुभएको छ, पक्कै पनि हामीले एउटा सन्देश दिनका लागि पनि यो कार्यक्रम जेसिसले गरेको हो जस्तो मलाई लाग्छ। त्यसकारण सम्पूर्ण आदरणीय व्यक्तित्वहरू बीचमा मेरो आग्रह छ, तपाईँले जेसिस साजमा रमे बापत तपाईले सो केही कन्ट्रिब्युसन गरे बापतको सिर जीवनदान रहन सक्छ भने सोही विषयवस्तुमा पनि योगदान पुर्याइदिनु हुनेछ भन्ने विश्वास मैले लिएको छु। र यस्तै गतिविधिका साथ समाज परिवर्तनको पक्षमा जेसिस उभिनु पर्ने हामी उभिरहेको कुरा जानकारी गराउँदै जसरी तपाईँको कार्यक्रम आज चौथो कार्यक्रम जेसिस साजलाई कन्टिन्यू गर्नुभएको छ, यो विषयवस्तु निरन्तर रहोस् भन्ने म जेसिस साजको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। त्यसै गरी सम्पूर्ण जेसिसका साथीहरू बीचमा म आग्रह गर्न चाहन्छु, हामीले वर्ष 2026 लाई सार्थकता ल्याउनका निमित्त एउटा प्रोजेक्ट सङ्कल्प अभियान अगाडि बढाएका छौँ, जसको ट्यागलाइन रहेको छ एकताको सङ्कल्प रूपान्तरणको यात्रा। हामी कुनै पनि एजेन्डासँग एकतासँग सहमत भयौँ भने हाम्रो रूपान्तरणको यात्रा अगाडि बढ्न सक्छ र यो वर्ष हामीले एम एक्ट र एचीलाई सार्थकता ल्याउनका निमित्त काम गरिरहेको कुरा जानकारी गराउँदै यो कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा जसरी तपाईँले निमन्त्रणा गरिदिनु भयो, फेरि पनि गौरा द जेसिसका शाखा अध्यक्ष गौरा द जेसिस परिवारप्रति विशेष आभार तथा धन्यवाद व्यक्त गर्दै थप मनोरञ्जनका लागि कविवर्गज्यूहरूको जुन कवि छ त्यसमा म आफै स्वयं उपस्थिति भएर जुन यो जम्ने र भेट्ने तपाईँले अवसर दिलाइदिनु भयो, तपाईँहरूप्रति फेरि पनि विशेष आभार तथा धन्यवाद व्यक्त गर्दै सोही कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु। धन्यवाद, नमस्कार, जय जेसिस।